यति बेला हामी काठमाडौँ जिल्लाको यो अलिकति माथि भ्यालीदेखि अलिकति माथि सुन्दरी जलदेखि नजिकै छौँ। सल्यानबाट जन्मिएर सल्यानबाट हुर्केर चाहिँ काठमाडौँसम्म कलाकारिता क्षेत्रमा आउनु भएको र अहिले पछिल्लो समय चाहिँ कलाकारिता सँगसँगै कृषि पेसामा पनि सक्रिय रहनु भएको आदरणीय कुलबहादुर ओलीको कृषि फर्ममा आएका छौँ। उहाँलाई सल्यानले पनि चिन्छ र देशले पनि चिन्छ। एउटा हाँस्य कलाकार, खस भाषालाई चाहिँ उहाँले चाहिँ जोगाउन पनि गर्नुहुन्छ र विभिन्न कमेडीदेखि लिएर विभिन्न लोक सङ्गीतमा पनि उहाँको चाहिँ त्यत्तिकै दखल राख्नुहुन्छ। उहाँ कलाकारिताको लागि काठमाडौँ आउनु भएको थियो र कलाकारिता सँगसँगै उहाँले चाहिँ आफ्नो जीवनको लागि चाहिँ कर्म अहिले चाहिँ कृषिमा गरिराख्नु भएको छ। उहाँको कृषि फर्म एकदम ठुलो खालको कृषि फर्म छ। यहाँ 7 रोपनी जग्गा चाहिँ भाडामा लिएर चाहिँ उहाँले 3 वर्षदेखि यहाँ कृषि व्यवसाय गरिराख्नु भएको छ। उहाँसँगै उहाँको परिवार, बाबु नानीहरू, बच्चाहरूदेखि लिएर सबै घरको चाहिँ फ्यामिलीहरू सबै यही कर्ममा हुनुहुन्छ र सँगै खुसीका साथ चाहिँ उहाँ बस्नु भएको छ। उहाँको भोगाइ कस्तो छ, जीवन कस्तो छ, जीवनलाई कसरी बुझ्नुहुन्छ र कृषि कर्म चाहिँ के गरिराख्नुपर्छ, कृषिमा के छ भन्ने विषयमा चाहिँ आजको यो भिडियोमा हामी देखाउनेछौँ। भिडियो एकदम फलदायी खालको र सबैलाई चाहिँ प्रेरणा मिल्ने खालको चाहिँ रहनेछ। अन्तिमसम्म हेर्नु होला। यो मेरो चाहिँ नि अहिले 8 रोपनी चाहिँ जग्गामा यो सबै यहाँ माटो चाहिँ नि यसरी त्यहाँ परैसम्म हो, त्यहाँ घर अगाडिसम्म सबै 27वटा छन् टनेल टोटल होइन। अनि लगानी नै तपाईँको 25 लाख लगानी लागेको छ सबै मेरो अहिलेसम्म टोटल। अब अझै थोपासी चाहिँ हाल्न बाँकी छ र अब अहिले जे होस् यति जमिनभरिमा गरेर आएको छ मैले परेसम्म। यो धान खेती चाहिँ होइन, यो माथिल्लो छिमेकीको हो यो कुखुरा फार्म। त्यहाँदेखि मन्दिर जति टनेल देखियो सम्पूर्ण टनेल भएको उही परैसम्म चाहिँ सबै यो टनेलै व्यवसाय हो र यहाँ पानीको प्रशस्तै सुविधा भएको हुनाले चाहिँ मैले यो ठाउँलाई चाहिँ कृषि व्यवसायको उसलाई गराएको हुँ। यति छ हेर्नु सबै। यो चाहिँ काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित हो। यो हजुरले देख्न सक्नुहुन्छ यो शिवपुरी राष्ट्रिय निकुञ्ज हो। यता माथिपट्टिको यो सम्पूर्ण भाग चाहिँ यो शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक भएको हुनाले गर्दा पानीको कहिल्यै समस्या पर्दैन हुँदैन यो ठाउँमा। पानी परेको हेर्नु कस्तो फले खायो, भितालामा यस्तो पाखामा यस्तो धान फले खायो। खेतीपातीको लागि अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो यो र कृषि पकेट एरिया पनि हो यो। यसभित्र अब कुनैमा टमाटर मात्रै छ, कसैमा सागहरू छ, कुनैमा काँक्रो छ होइन, अब कसैमा अकबरे खुर्सानी छ, अनि काउलीहरू छ, सबै छ सिजनेबलहरू यो ठाउँमा भए जतिका। जस्तो यहाँ अरू यहाँको मान्छेहरू कति खेती गर्छन्, यहाँको कस्तो छ यहाँको यो ठाउँको अवस्थाको बारेमा भनिदिनु थप। यहाँको त तपाईँको यो अब कृषि पकेटै एरिया हो यो। विशेष गरी यहाँका स्थानीय मान्छेले त अब त्यही भाडामै दिनुहुन्छ उहाँहरूले जग्गा जमिन। सबै बाहिरबाट उपत्यकादेखि बाहिरका जिल्लाबाट आएर यहाँ आफ्नो व्यवसाय गरिरहनु भएको छ। यहाँ विशेष गरी यही हो, टमाटरै खेती छ मुख्य गरी सर होइन। अनि टमाटर खेती विशेष गरी अब कसैले बङ्गुर पालन गर्नुभएको छ, कसैले लोकल कुखुरा पाल्नुभएको छ, कसैले ब्रोइलर पालन गर्नुभएको छ, कसैले कालिज पालन गर्नुभएको छ, कसैले ट्राउट माछा पालन गर्नुभएको छ, अनि कसैले गाई फार्म गर्नुभएको छ, अनि बाख्रा पालन पनि गर्नुभएको छ र कुखुरा छ। र विशेष गरी चाहिँ यो तरकारीको पकेट एरिया भएको हुनाले र तरकारी यहाँको माटोले पनि तपाईँको यो जुन माटो परीक्षण गर्दा चाहिँ यो ठाउँमा तरकारीको लागि एकदमै बेस्ट यो ठाउँ भएको हुनाले चाहिँ यस ठाउँमा खेतीपाती गर्ने मान्छेको अझ सङ्ख्या बढ्दैछ सर। टनेलै टनेल छ नि यहाँ, जता जाऊ यो लाइनबाट त तलैसम्म गएको टनेल हो, मूल पानीसम्म। बजार व्यवस्थापन कसरी हुन्छ यहाँको चाहिँ? बजार व्यवस्थापन त अब हामीले अब आफ्नो आफ्नो कन्ट्याक्ट हुन्छ। मैले अब 4वटा यहाँ पसलमा तरकारी पसलमा चाहिँ नियमित यहाँ लगाइदिएको छु भने बाँकी भएको यो कालीमाटी नै हो। विशेष गरी कालीमाटी फलफुल तथा तरकारी बजार केन्द्र उहीँबाटै गाडी आउँछ। टिप्नाका दिन हामीले फोन गरेर बोलाउँछौँ, ल अब हामी तरकारी टिप्ने बेला हुन लाग्छ आउनुहोस् भनेर हामीले बोलाउँछौँ। अनि त्यही अनुसारले उहाँहरू आउनुहुन्छ अनि गाडीको टिप पुर्याएर हामीले पठाइदिन्छौँ। जस्तो यहाँ काठमाडौँ भ्यालीभित्रै हुन्छ, भ्यालीदेखि अलिकति माथिको ठाउँमा हुनुहुन्छ। जस्तो उहाँ तपाईँको चाहिँ कहिलेकाहीँ दिनचर्या, कहिलेकाहीँ तपाईँको अन्य कामहरू पनि गर्नलाई चाहिँ काठमाडौँ तल चाहिँ महानगरतिर जानलाई पनि सजिलो छ, नजिकै हुनुहुन्छ होइन। तपाईँ हामीले गाउँमा जस्तो सल्यानका कुरा गर्दाखेरि पनि तपाईँ हामी चाहिँ एउटा खेतीपातीबाटै हुर्केका मान्छेहरू हौँ होइन। उतातिरको खेतीपाती र यहाँ आएर चाहिँ खेतीपाती गर्दाखेरिको चाहिँ तपाईँलाई आफ्नो अनुभूति चाहिँ भिन्नता चाहिँ के फरक लाग्दो रहेछ? अलिकति फरकै लाग्ने रहेछ सर, किनभने गाउँतिरको चाहिँ खेतीपाती हामीले कस्तो छ भने फरक तरिकाले गरेका छौँ, तर यहाँ यो ठाउँमा जसरी हामीले खेतीपाती गरेका छौँ त्यसरी नै गाउँमा खेतीपाती गर्ने भने मान्छे धनी भइजान्छ क्या सर। बाहिर राष्ट्र जानै पर्ने रहन्छ हामीले बुझेकै रहन्छौँ र त्यो बुझाउने मान्छे पनि कोही पनि भएन क्या सर।
किनभने तपाईँहरूको यत्रो जग्गा जमिन गाउँमा छ बाबाजेले कमाइदिएको अब यो जग्गा जमिनमा चाहिँ तपाईँहरूले धान रोप्ने होइन मकै रोप्ने होइन बेमौसमी तरकारी खेती चाहिँ नि गर्नुहोस् टनेल हाल्नुहोस् यसबाट इन्कम राम्रो छ विदेश जानु पर्दैन भनेर प्रुफ सहितको विश्वास लाग्दो कुराहरू गर्ने कुनै पनि मान्छे नहुँदाखेरि आज पछि परिउँ जस्तो लागेको छ सर जिल्लागत हिसाबले कुरा गर्दा तर आज काठमाडौँमा चाहिँ जुन छ नि सर अब यहाँ त तपाईँको चाहिँ नि आफैमा पनि अब राजधानी नेपालको भइहाल्यो काठमाडौँ होइन यहाँको जनताहरू पब्लिकहरू दिन प्रतिदिन बढेको बढै छ सर तरकारीको चाहिँ नि हर बहु आवश्यकतै छ नि सर बिहान पनि तरकारी चाहिन्छ साँझ पनि तरकारी चाहिन्छ किचनमा होइन सर तरकारीको जरुर छ अनि त्यो हिसाबले यो गाउँ र तपाईँको सहरमा चाहिँ नि त्यो पनि राजधानीमा चाहिँ नि तरकारी खेती गर्दाखेरि धेरै कुराको चाहिँ नि फरक पाइयो एउटा कुरा त तपाईँको चाहिँ नि स्थानीय सरकारदेखि लिएर चाहिँ नि जिल्ला प्रशासन कार्यालयदेखि लिएर जे भनौँ स्थानीय कृषकहरूलाई प्रोत्साहन गरेको जस्तो कुनै पनि चाहिँ एउटा फिल भइरहेको छैन अनि दोस्रो कुरा अब राजधानीमा हामीले गरिसकेपछि यहाँ त अब कृषि ज्ञान केन्द्र भन्ने छ सर जस्तै कृषि विकास कार्यालय ललितपुर भनौँ न अथवा अर्थात् कृषि ज्ञान केन्द्र उसले चाहिँ नि काठमाडौँमा कहाँ किसानहरूले चाहिँ नि व्यवसाय गरिरहनु भएको छ होइन निगरानी गरेर आएर ल तपाईँको यो रहेछ माटो परीक्षण गर्नुपर्ने रहेछ माटो परीक्षण गर्दाखेरि यो तरकारीहरू चाहिँ नि फल्दो रहेछ होइन अनि 7 बजे पछाडि हरेक दिन यति भाव आउँदो हो यो भाव अनुसार तपाईँहरूले बेच्नु पर्दा हो आफ्नो मनोमानी तरिकाले नबेच्दा हो भनेर सबै कुराहरूको इन्फर्मेसनहरू हुन्छ जस्तो तपाईँ सल्यानबाट तपाईँका सङ्घर्षका कहानी भन्ने धेरै छन् तपाईँ त हरेक सामाजिक क्षेत्रमा कलाकारिताको क्षेत्रमा होइन हरेक क्षेत्रमा तपाईँले हात हाल्नु भएको छ तपाईँ काठमाडौँमा यो तरकारी खेती गर्छु यो गर्छु भन्ने सोची त आउनु भयो होइन तपाईँ उताबाट आउँदाखेरि होइन यतातिर चाहिँ कसरी यहाँ आइसकेपछि मोरिनु भयो खासमा म चाहिँ सर पहिला अब कला प्रेमी भएको मान्छेले कलाकार बन्छु उनी हिसाबले नै म यहाँ काठमाडौँ आएको र जागिरी खोज्छु कोठाबाट तिर्छु बिहान साँझ दिउँसोको हरेक आफ्नो समस्या जागिरीबाटै सल्भ गर्छु र घर परिवारलाई सम्म राहत दिन्छु जागिरीबाटै भन्ने सोचले म काठमाडौँ आएको तर भने जस्तो भएन सर होइन जिन्दगी फरक रूपमा मोडियो विभिन्न सेक्टरमा चाहिँ नि काम गरेँ हरेक सङ्घर्षहरू गरेँ तर अन्तिम अवस्थामा आउँदाखेरि चाहिँ नि मैले के बुझेँ भन्नुहुन्छ भने जस्तै मैले अहिले चाहिँ नि महिनाको चाहिँ 12,000 रुपियाँ कोठाबाट तिरेर बसेको छु काठमाडौँमा होइन बिहान साँझको तरकारीहरू चाहिँ नि किन्नु नै पर्छ विभिन्न खर्चहरू भइरह होइन यसलाई बचत गर्नलाई के गर्ने होला त भनेपछि अब के होइन काठमाडौँमै चाहिँ नि कृषि व्यवसायमा चाहिँ नि लाग्ने त्यसको लागि 5 देखि 10 रोपनी जमिन लिजमा लिने मिलियासम्मको मन लेखाएको जग्गा चाहियो नि त होइन अनि त्यो अनुसारको जमिन चाहिँ लिजमा लिने अनि बेमौसमी तरकारी खेती चाहिँ गर्ने लोकल कुखुरा पाल्ने माछा पाल्ने अनि जोइ छोराछोरीलाई चाहिँ पाल्ने सबैलाई सँगै राख्ने बुवा आमाको पनि उपचार हुने आफूले पनि मिठो मसिनो अर्ग्यानिक खाना पाइने स्वास्थ्यभन्दा ठुलो त केही पनि छैन भन्ने जब मेरो दिमागमा पस्यो अनि त्यो भए हुनाले चाहिँ मैले यो व्यवसाय चाहिँ एकदमै मेरो रहरले गरे हो सर उनीहरूले शरमसँग जोडियो भने मान्छे केही पनि भौतारी पर्दैन भन्ने खालको चाहिँ तपाईँलाई चाहिँ फिलिङ भएर चाहिँ शरमसँग चाहिँ खेल्नु भएको छ किन यो त हाम्रो बाबाजेले गरिआएको कसैको डर भर भएन नि त सर कोही हजिर काट्देला भन्ने डर भएन कोही अफिसमा हाकी मैले थर्काउला भन्ने डर भएन कोही नाका जाने बेला मन्सीले थर्काउला भन्ने डर भएन आफ्नो खुट्टामा आफै उभिया छ आफ्नो मेहनतले खाने हो सर होइन कुनै केही प्रभाव नै भएन क्या सर त्यही भएर मलाई यो चाहिँ राम्रो लागेको सर बाहिरबाट आएर चाहिँ भ्यालीमा बस्ने मान्छे र एउटा व्यवसायसँग कृषिसँग त्यो पनि अलिकति भित्रको ग्रामीण ठाउँमा आएर चाहिँ काम गर्दाखेरि चाहिँ कतिको गाह्रो अप्ठ्यारो के हुँदो रहेछ तपाईँ हामीले त अब गाउँठाउँमा त गरिरहेको मान्छे हो तर त्यहाँबाट यहाँ आएर चाहिँ गर्दाखेरि यहाँको मान्छेले व्यवहार कस्तो गर्दो रहेछन् यहाँको समाजले व्यवहार कस्तो गर्दो रहेछ समस्या के हुँदो रहेछ अलि समस्या त समस्या देखिने रहेछ सर किनभने यिनीहरू जो यहाँका मान्छे छन् नि जग्गावाला मान्छे रैथाने जो उहिलेबाट जन्मिएका हुर्किएका यिनीहरूको दाइ जो चिनो ज्या ज्या हुन्छ नि यो जमिनसँग हो सरकारको विषय होइन सर हाम्रो जमिन होइन नि सर हामी त भाडामा लिएका मान्छे यो ठाउँ त हामी पछि चिने आउँछ सर होइन तर यिनीहरू के सोच्दा आउनु भने यहाँका मान्छेले होइन यो कृषि व्यवसाय गर्ने मान्छेहरू र हाम्रो जग्गाहरू लिजमा लिएर बसेका मान्छेहरू र यो पौरख गरेका मान्छेहरू टाढाबाट आएका हुन् पश्चिम नेपालबाट आएका मधेसबाट आएका पूर्वाञ्चलबाट आएका हरेक सेक्टरबाट आएका हुन् हामीहरू भनेका यहाँका रैथाने हौँ
सबै चाहिँ नि हाम्रो मात्रै लाग्नु पर्दछ यिनीहरू भनेका चाहिँ एकदम फरक खालका मान्छेहरू भन्ने खालको जुन सोच छ नि यिनीहरूको यहाँका मान्छेको हामीलाई मान्छे लाग्छ नि यहाँकाले के कुरा मान्छे नपत्याउने खालको टाइममा कुलै दिँदा होइनन् पानी दिँदैनन् अनि जस्तै खेत रोप्नु पर्यो भने जस्तै धान रोप्नु पर्यो होइन धान रोप्नु पर्यो भनेपछि यिनीहरूका खेत पुरा रोपिसकेर अनि मात्रै लास्टमा हामीलाई दिँदा हुन् क्या हामीलाई कस्तो मानेका छन् भने यिनीहरूले केही पनि नपाएर कोही केही नभएर एकदम पछिल्लो चरणमा चाहिँ आएका मान्छेहरू भन्ने जुन सोचेका छन् नि यहाँका मान्छेहरूले तर यिनीहरूले के बुझेका छन् भने हामीहरू टाढाबाट आएर पनि दुःख गरेका छौँ पौरो गरेका छौँ होइन रुपियाँ दिएका छौँ नि टाइममा होइन यिनीहरूको जग्गा जमिन बाँझो राखेका छैनौँ यिनीहरूलाई चाहिँ हामीले सकेसम्म त हामीले रेस्पेक्ट गरेका छौँ नि त यिनीहरूले बुझेका छैनन् कि हामीलाई फरक लोकका मान्छेहरू हुन् भन्ने जुन बुझेका छन् नि यसमा चाहिँ अलिकति दुःख जस्तो लाग्दछ सर अरू त एकदम राम्रो लागेको छ तपाईँको कलाकारिता कस्तो चलिरहेछ यो बाहेकको कुरा पनि गरौँ मेरो चाहिँ कलाकारिता सेक्टर भन्नुहुन्छ भने अहिले अब नेपाल टेलिभिजनको चाहिँ भद्रगोल सिरियल जुन मिडिया हब अफिसियल युट्युब च्यानल सोम धिताल सरको उसमा आइरहेको छ र नेपाल टेलिभिजनबाट आउँछ शुक्रबार 8 बजेको समाचारपछि धेरैजनाले हेरि नै रहनु भएको छ अब एउटा निरन्तर रूपमा यो चलिरहेछ भने केही गीत सङ्गीतहरू केही म्युजिक भिडियोहरू अनि केही लोकदोरी म्युजिक भिडियोहरू अनि केही सन्देशमूलक टेली सिरियलहरू पनि चलिरहेका छन् किनभने मेरो सानैदेखिको चाहना पनि थियो कलाकारिता सेक्टरमा इन्भल्भ हुने अनि कलाकारिता सेक्टरमा आबद्ध हुनकै लागि पनि मैले कृषि व्यवसाय आँटेको थिएँ कलाकारबाटै रोजगारी हुन्छ भन्ने मेरो मनमा नलागेकै हुनाले अनि कृषि व्यवसायमा आबद्ध भएपछि एउटा सहायक पाटोको रूपमा कलाकारितालाई पनि जम्न सकिन्छ भन्ने हिसाबले अनि मैले यो काम गरेको थिएँ सर होइन जे सकिन्छ एकदम राम्रो लाग्छ सर कलाकारितातिर पनि राम्रो छ